हिजोको भिडियोमा साह्रै माया दिनुभएकोमा एकदमै हृदयदेखि नै नमन अथवा थ्याङ्क यू भन्न चाहन्छु। आज पनि नयाँ कन्सेप्ट सिट डाउन कमेडीको भाग 2 लिएर आएको छ। आजको टपिक रहनेछ उखान टुक्का, जुन अलिकति नमिल्दो टाइपको उखान टुक्का हुन्छ त्यसलाई मैले अलिकति समेट्ने ट्राई गरेको छु होइन। जस्तै हामी नेपालमा दैनिक रूपमा सुनिरहेका हुन्छौँ कि उखान टुक्काहरू, जस्तै पहिलो नम्बरमा छ नाच्न जान्दैन आँगन टेढो। यो कति कति सन्दर्भमा मिल्न पनि सक्छ, तर कहिलेकाहीँ आँगन साँच्चीकै टेढो नै हुन्छ क्या। नाच्ने बेलामा काहीँ खाल्टा खुल्टी भयो भने नाच्दा नाच्दा मान्छे लड्न सक्छ, घाइते हुन सक्छ होइन। त्यो त सधैँभरि आँगन के अरे मान्छे नाच्न नजान्ने मान्छेको मात्रै दोष हुँदैन, कहिलेकाहीँ आँगनमा पनि खोट हुन्छ भन्ने मेरो बुझाइ हो। त्यस्तै अर्को छ कर्म गर्नु फलको आश नगर्नु। फर इक्जाम्पल तपाईँ कहीँ गएर अफिसमा गएर ड्युटी गर्नु होला, के गर्नु होला, अनि कर्म गर्ने अनि फलको आश नगरे त भोकै मर्ने, सुकुम्बासी शरणार्थी होमलेस हुन सकिन्छ नि त होइन। त्यही भएर कर्म पनि गर्दै जाने प्लस फलको आश पनि अभियसली पनि गर्नुपर्छ। कुनै सन्दर्भमा मिल्ला, तर प्रायः जस्तो कुरामा यो चाहिँ पक्कै पनि मिल्दैन। अर्को तेस्रो छ हावा नचली पात हल्लिँदैन। तपाईँले बुझिसक्नुभयो होला के अरे पात हल्लिनलाई चाहिँ हावा मात्रै प्रमुख कारण चाहिँ नहुन पनि सक्छ। कोही मान्छेले तल फेदमा बसेर रुख यसरी 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 हल्लाएको पनि हुनसक्ने मेरो प्रारम्भिक अनुमान छ होइन। त्यही भएर हावा के अरे पात हल्लिनलाई चाहिँ रुखमा के अरे हावा मात्रै चल्नुपर्ने भन्ने चाहिँ हुँदैन। कोही एक्सटर्नल फोर्स जस्तै मान्छेको के अरे धकेलाई अथवा अरू त्यस्ता विविध कुराले पनि कुनै रुखको अथवा बोटको पात चाहिँ हल्लिन सक्छ होइन। अर्को छ के अरे हिन्दीमा छ नि बन्दर क्या जाने अदरक का स्वाद, जुन चाहिँ नेपालीमा भन्नुपर्दा चाहिँ बाँदरलाई अदुवाको स्वाद थाहा हुँदैन टाइपको हो होइन। त्यो चाहिँ यसमा चाहिँ एकदम मेरो चाहिँ कोर खेद छ होइन। किन भन्दा बाँदरलाई थाहा हुनसक्छ कि अदुवाको स्वाद, बाँदरले अदुवा चाखेर चाहिँ त्यसपछि भयो यो म खान्न अबदेखि भनेर चाहिँ त्यसपछि बाँदरले चाहिँ त्यसलाई हेड गर्न स्टार्ट गरेको हुनसक्छ। तर चाहिँ बाँदरलाई स्वादै थाहा नहुने चाहिँ पक्कै पनि होइन जस्तो लाग्छ मलाई होइन। त्यस्तै गरी अर्को छ के अरे धनभन्दा विद्या ठुलो भन्ने कुरा होइन। यो पनि अब एउटा आदर्शको कुरा मात्रै गर्ने हो भने चाहिँ पक्कै पनि मिल्न सक्छ होइन। नत्र चाहिँ धन भएन भने चाहिँ यहाँ संसारमा केही हुनेवाला छैन। आफूले लगाउने कपडादेखि खाने भातदेखि चामलदेखि दाल तरकारी अचार मासु एभ्रिथिङको लागि चाहिँ पैसा अथवा धन कति महत्त्वपूर्ण छ भन्ने कुराहरू जगजाएरै छ होइन। त्यही भएर यो उखान पनि काहीँ न काहीँ त्यति समय सान्दर्भिक नहो कि होइन कि भन्ने मलाई लागिरहेछ होइन। अब जस्तै अब लक्ष्मीप्रसाद देवकोटा सरको महाकविको के अरे हातका मैला सुनका थैला के गर्नु धनैले भन्ने त्यतिखेरको समयमा सायद सान्दर्भिक पनि थियो होला, तर अहिलेको टाइममा त्यति सान्दर्भिक होला जस्तो चाहिँ म मान्दिनँ होइन। किन भन्दा धन कमाउनको लागि हामी कयौँ हजार लाखौँ नेपाली अथवा अरू देशका पनि नागरिकहरू पक्कै पनि अरू देशमा गएर मजदुरी श्रम अथवा कुनै स्किलको काम गरिरहनु भएको छ, जसको वान अफ द मेन रिजन भनेको चाहिँ पक्कै पनि धन कमाउन पैसा कमाउन हो। त्यस्तै गरी अरू पनि छ के अरे अरू पनि छ टन्नै त्यस्तै गरी जस्तै यस्तै गरी अर्को एउटा छ के अरे काम साँचे आफैलाई खान साँचे अरूलाई, जुन चाहिँ जस्तै म चाहिँ पर्सनल्ली काम साँचे पनि अरूले पनि गरिदिन सक्छ है भन्ने कुरामा चाहिँ अलिक विश्वास गर्दछु होइन। त्यही भएर बरु खानेकुरा चाहिँ खाइहाल्ने, काम चाहिँ बरु साँचिराखे अरूले पनि गरिदिन सक्छ जस्तो मलाई लाग्छ होइन। अनि त्यस्तै गरी अर्को एउटा छ के अरे जुन जोगी आए पनि कानै चिरेको होला। अलमोस्ट मिल्न सक्छ, प्रायः जोगीहरूको कान चिरेको हुनसक्छ, तर कोही जोगी चाहिँ पक्कै पनि इमान्दार अनि नैतिकवान र एकदम प्रकाण्ड विद्वान पनि हुन सक्ने
मेरो चाहिँ प्रारम्भिक अनुमान अनुसन्धानले देखाएको छ होइन। अनि त्यस्तै गरी अर्को छ घाँटी हेरी हाड निल्नु। यो अब कुनै भनौँ न एउटा कुनै अवस्थामा मिलेको उखान थियो होला, तर हाड चाहिँ निल्ने होइन क्या। मासु र हाड छ नि, मासु चाहिँ निल्ने हो, हाड चाहिँ कदापि निल्नु हुँदैन। हाड निल्यो भने चाहिँ हस्पिटल जानुपर्ने हुनसक्छ। जुन चाहिँ जहाँ गएर मैले यति पढेको छु, मेरो विद्या ठुलो छ, मलाई उपचार गरिदिनु सक्छ, मेरो घाँटीको हाड निकालिदिनुहोस् भनेर तपाईँको विद्याले काम गर्नेवाला छैन। त्यहाँ पनि तपाईँलाई धन चाहिन्छ है त। यति भन्दै आजलाई यति नै गर्न चाहेँ। तपाईँहरूलाई यस्तै अरू कुनै उखानहरू जुन चाहिँ पहिलाको समयमा सान्दर्भिक भए तापनि अहिलेको टाइममा चाहिँ सान्दर्भिक जुन जस्तो लाग्दैन तपाईँलाई भने चाहिँ प्लिज तल हाम्रो कमेन्ट बक्समा मेन्सन गरिदिनु होला। ओके, आजको लागि यति नै। यो पार्ट 2 को भाइस सिट डाउन कमेडीको पार्ट 2 हजुरलाई कस्तो लाग्यो प्लिज लेट मी नो। अनि केही सुधार गर्नुपर्ने कुराहरू छ भने पक्कै पनि मलाई जानकारी गराइदिनु होला। अनि त्यही अनुसार म सुधार गर्दै लानेछु भन्दै आजको पार्टबाट चाहिँ आई वान्ट टु साइन अफ। बाई बाई, जय नेपाल।